अच्छा, जय मसी। आज मैले प्रभुको वचनबाट अब्राहमलाई जाँच, जुन अब्राहम इसाक उहाँलाई 100 वर्ष पुग्दाखेरि परमेश्वरले दिनुभएको आशिष थियो र उसलाई जुन मरियो डाँडामा लिएर जानु भन्ने कुराहरू भनेको भएर लिएर जानुहुन्छ उहाँले। अनि त्यहाँ जुन बेदीमा राख्ने कुराहरू त्यहाँ भइरहेको हुन्छ, किनभने त्यो अब त्यो लिएर जाँदाखेरि उहाँले दुईजना नोकर र उहाँ बाउ छोरा 4 जना उहाँहरू जानुभएको थियो र 2 जनालाई तलै राखेर बाउ छोरा माथि जानुभयो। त्यसपछि उहाँ जुन त्यो जाँच परमेश्वरले जुन त्यो अब्राहमलाई जाँच्नु भएको थियो, त्यहाँ इसाकलाई जुन त्यो बाँडेर अनि प्रभुको जुन त्यो बेदीमा राखिसकेको थियो र त्यहाँ अनि उसलाई चाहिँ परमेश्वरको दूतले चाहिँ अब्राहम भनेर भन्यो। त्यसपछि उसले हातछुडा उठाउन सकेन। त्यसपछि उहाँलाई चाहिँ परमेश्वरले अनि जुटाउनु भएको थियो त्यहाँ एउटा ठुमा, अनि त्यसलाई लिएर चाहिँ त्यो बेदीमा होमबलि चढाए। त्यसपछि चाहिँ परमेश्वरले हामी परमेश्वरका दासहरूलाई पनि यसरी नै परीक्षा यानि जाँच गर्न सकिन्छ परमेश्वरले, र त्यसमा चाहिँ हामी कुनै पनि विचलित नभइकन त्यो जाँचलाई चाहिँ हामीले पास गर्न सक्छौँ। यानि परमेश्वरले हामीलाई त्यसमा परीक्षा पर्दाखेरि हामी आत्तिएनौँ भनेदेखि चाहिँ परमेश्वरले हामीलाई त्यसबाट झन् बढी सहायता गर्नुहुन्छ र 2 गुणा आशिष परमेश्वरले दिनुहुन्छ भन्ने मैले आज वचनबाट त्यही कुराहरू परमेश्वरको वचनबाट सिकाएको थिएँ।